항자 메체오 세와 샤무나 세와니 ai ankan oko grat mundum studio da tuin ai oda Cleveland Ohio dangka ankano mabi ankano tuangi yang oda bania khananinलाई आयो grat mundum da sainunu da tumlange sewa स्यामुना आज हामी यो दुवाङमीमा हुनुहुन्छ आइतराज माङपाङ हुनुहुन्छ र आज हामी भलाकुसारी गर्दै जाँदैछौँ र हाम्रो किरात राईहरूको संस्कार संस्कृति रीतिरिवाज अनुसार हामीले आज भलाकुसारी गर्ने मौका पाएका छौँ। फेरि पनि एकमुष्टमा स्वागत गर्न चाहन्छु भन्दै यता हाम्रो दुवाङमी आइतराज माङपाङज्यूलाई म प्रश्न राख्न चाहेँ। हाम्रो यो सुप्तुलुङको बारेमा सुप्तुलुङ अब किरात राई रागडुङछारले प्रत्येक घरमा अनिवार्य सुप्तुलुङ राखिएको हुन्छ, तर सुप्तुलुङको अर्थ चाहिँ खास गरी कसरी हामीले बुझ्न सकिन्छ अलिकति खुलाइदिनुहुन्छ भने अन्धा मूर्ख भनेको कुरो चाहिँ हाम्रो कुराहरू चाहिँ सेलेमी बोक्तोमी दोदेला भन्नुपर्छ र उनका चाहिँ माङपाङ छा आई क्लिभल्यान्डका एउटा लको छ रङ एउटा इरिडा अनकाउ यायो डा एउटा दुर्गा दुर्गा अदच्छे जे डा रङ रङमी पाङमी चिडा किमतेनी रिमतिनडा बानाङिडा बेरितुमा योमुनका हिडा ल झारङ एउटा झारक एउटा यङ हायङ अनका ऊ किरा छ 9 लाख के किरावा राख्दङ छ ओ चाहिँ एउटा अनको सुप्तुलुङ यङमा चाहिँ अनको दि यङ महिना चाहिँ जन्मेलिसिन हिडा सुन हिडा अनको कन्ने अथाडा छङ मको चाखालियो रहेछ छासी निडा छङ चाखालियो रहेछ पोइ निडा छङ चाखालियो रहेछ किमतेनी रिमतेनी रहेछ चाखालियो रहेछ गाउँघरमा पनि चाहिने रहेछ भन्ने एकदम भने हाम्रो सुप्तुलुङ राख्दाको कुरो म अब हाम्रो एकदमै हुन्छ म भनिदिन्छु। म अरू चाहिँ म यो चाहिँ के भन्नु पर्दो रहेछ भने अब जुन हामीले सुप्तुलुङ चाहिँ राख्दाको कुरा त्यही त त्यही चाहिँदैछ हामीलाई त्यही नै चाहिँदैछ होइन। म चाहिँ एउटा खासको भने उनका चाहिँ बाङाची नागारे याङ थियो कोचियामा यङ अन नयाँ चिखिम डा अनकाउलो चुला तिनवटा अब त्यो नयाँ घरमा नयाँ घर म कसै चाखाली बुसिड्डा भनेको चाहिँ पहिल्यै चाहिन्छ मुन गरी डियङमा पर्छ एनुडो सिन्टुडो मागलो चिरल खाना चाहिँ आम चुला सुमकाटा चुला लुङटाक त युङसुङ ऐना चाहिँ उसै यङमा पर्छ उसै डोपटुची भनेर चाहिँ मलाई भनेको छ र म त्यो कुरा चाहिँ म पछाडि हट्दिनँ भने अनका नयाँ चिखिम पुवा आई चाहिँ भने उनका नाछा योपा आम्नो नाति छ्या छाचिलो लको सेलेमी बोक्तोमी दोदेला खामान्टो खामान एन यङमानले डुमान सिन यङमान टोक भनेको त केही पनि पाएन भनेको कुरो है। सेलेमी बोक्तोमी अन्धा मूर्ख उसले केही पनि जान्दैन भनेको कुरो
भने सेलेमी बोक्तमी दोदेला खामान टोक भनेको आँखा देख्दैन होइन अनि खामान टोक खामान एन कान सुन्दैन भने अनि र यङमानले भनेको उसले बोल्नु जान्दैन यो मान्नु छैन है यङमानले यङमान टोक भनेको बोली नै आउँदैन भनेको कसले सुनाउँदा भन्छ र होइन त्यो कुरोहरू सेलेमी बोक्तोमी दोदेला खामान टोक खामान एन यङमानले डुम्मानसिन यङमान टोक आँखामा आसिन माग्लो दियाप्ला पाखाप्ला छाम धारा हेचा कुवा चुयुवा छा डोलिसा भनेर चाहिँ त्यतिखेर चाहिँ अब त्यो चाहिँ मैले पहिला यो गर्दैछु कि त्यसरी आई न चिखिम पुवा डामलको आई अनि बाखालुङ ठुङमालुङ आई गना छ यो पा आम्न नातिसा कोथे झाचेला आम्न चिखिम पुवा चिखिमडा आई चाहिँ मलको दियाप्ला पाखाप्ला आखमा आइलो हानानिन बाखालुङ ठुङमालुङ सुप्तोलुङ तारालुङ निम हानानि चासुमलुङ खाबालुङ छेनमिलुङ त्यो चुला मको चाहिँ झारक त्यो चुला हुदलुङ चुला राख्दै गरेको चुलाको नाम अब नाम बाखालुङ ठुङमालुङ सुप्तोलुङ तारालुङ आई नाछायोपा आइलो चिखिम पाइडला नाछायोपा नाति साको दिसा चलो सुप बाखालुङ ठुङमालुङ तलोले सिन आँखामा सिन पारुहाङ र मुहाङ सुम्नीमा नारीमा यो मुसुम मुआनुमको मुसिनको आम्न मानखा पाथिखा वडा नामयुङयाङको नै खामानसिन डुम्मानसिन आम्न नाति साको दिसा छिलो आई चाहिँ आम्न मानखा पाथिखा वडा नाम त याङको नै चासुमलुङ खाबालुङ छेनमिलुङ मिचालुङ मेहेनलुङ भनेको त्यो चुला है चुलालाई मिचालुङ मेहेनलुङ हो त्यो चुलालाई जुन कभर यसो गरेर घेरिएको हुन्छ नि खालिङ परे म चाहिँ हुलु ग्याप भन्छु यो घुमाकोलाई चाहिँ यहाँ घुमाकोलाई चाहिँ त्यसकोला हुलु भन्छु त्यो यसरी चाहिँ हुलु ग्याप भनेको त्यो चार पाटा बनाएको अनि त्यो अब कोही बोक्सी डाइनीले पनि दुःख दिन्छ कि जोरिमी पारिमीले पनि त्यहाँ अब आउनु आएर दिएको कुरालाई खानु खोज्छ कि भनेर भन्दाखेरि चाहिँ त्यतिखेर एउटा मन्त्र अरे त्यो त्यो मैले अब त्यो मेचिगन बाल्टिमोरबाट पनि त्यो एउटा हाङखिम कि के जति उसले पनि भन्छ है तर उसले भनेको र मैले भनेको अलिकति हो टिपेर ल्याउँदा अब त्यो सोच्नु पर्दा चाहिँ अब कुनै पनि बुङहरू टिप्नु पर्दा हामीले फुलफाल पनि टिप्नु पर्दा त्यसको अब एउटा शिर खडा गरिदिएर हामी टिप्छौँ त्यो ढुङ्गालाई पनि हामी जङ्गलबाट अथवा कतै खोला नाला कहीँबाट चाहिँ बारीबाट टिप्दा पनि ल आज हामी यसरी टिप्दैछौँ है भनेर त्यो त्यसको केही राख्नु पर्दैन त्यसलाई त्यो त्यतिखेर चाहिँ पर्दैन है जब हामी चुला गाडिन्छ अनि मात्रै सबै समग्रमा साया उठाएर लानु त्यहाँ मात्रै हुन्छ जब यो हाम्रो यो भूमिमा गाडिन्छ मट्टीमा राखिन्छ त्यहाँदेखि मात्रै त्यसलाई गन्ती आउँछ अब चुलाको चाहिँ तपाईँको प्रत्येकले अब आफ्नो आफ्नो राई अब भाषा अनुसारको चाहिँ नामाकरण गरिँदो रहेछ नाम भनिँदो रहेछ नि त अब उहाँले भन्यो तारालुङ छेमिलुङ सुप्तुलुङ बाखालुङ ठोमालुङ होइन चासुमलुङ हिवालुङ भन्दै हुनुहुन्थ्यो अब कसैले चाहिँ पापालुङ मामालुङ अब त्यो चाहिँ पापालुङ मामालुङ छेकोलुङ दिवालुङ भन्ने भन्दो रहेछ हेनखामालुङ मिनामालुङ पनि भन्दो रहेछ हैन बान्ताको धेरै छ हो म यो अचम्म लाग्छ अनि चाहिँ राई पिछेको रहेछ यो चाहिँ सबैको बान्ता पनि आफै जस्तो हाम्रो खालिकै जस्तो हुँदो रहेछ क्या जस्तो लाग्छ त्यस्तै अब मलाई चाहिँ जति पनि उनीहरू हाम्रो मलाई सिकाएको कुरा होइन अझ कति मैले चाहिँ अब कति बिर्सेँ होला तर पनि मैले अझै पनि मैले मेरो चुला राख्दाखेरिको कुराहरूमा सबै त्यो माटोको पनि शिर उठाउनु पर्छ त्यतिखेर भोलि
गरेपछि चुला त्यो राखिन्छ त्यतिखेर अनि त्यो सबै यस्तो भन्नुपर्छ पहिला माटोको शिर उठाएर त्यहाँदेखि यो हुलु ग्यापको शिर उठाएर अनि मात्रै लुङको त्यो चुलाको आउँछ अनि चुलामा उठाएपछि चाहिँ अनि त्यहाँदेखि हिनखामा भनेको अब यहाँ यस्तो राखेको त्यहाँ राखेको एउटा कतरौँ छ हाम्रो मात्रै राख्ने त्यसलाई हामी देम्फे भन्छौँ हाम्रो खालिङ भाषाबाट माथि बस्नेलाई छम्रु भन्छ त्यो कुन्जालाई हाम्रो चाहिँ त्यो हुन्छ त्यहाँदेखि मात्रै हाम्रो धुरीमा आउँछ र हाम्रो साया उठाइन्छ त्यसलाई पुकाएर धुरीमा जान्छ त्यस्तै र आजदेखि मेरो यो फल्ला पाछाको मेरो पाछाको आजदेखि यो घरमा सुप्तलुङ गाडियो राखे हुलु ग्याप शिरलुङ देलुङ माथालुङ भनेर हामी त्यहाँ राख्छौँ हुलु ग्याप लाका भनेर पुयोग्य हो भनेपछि खरानी आजदेखि म यहाँ आगो फुक्छु है भनेर अनि त्यो चुला त अब गाडी त्यसरी हैन फल्ना पाछाकोले चाहिँ आज चुला गाड्दैछ है भनेर त्यसरी गाडिँदैछ है अब भला पञ्चा सबै अब मावि द्वाङमी सबै भेला भएर चाहिँ अब हैन लगेर चाहिँ आज यो घरमा फल्ना पाछा फल्मा सामेतको चाहिँ नाममा चाहिँ यसरी चुला राखिँदैछ यो घरमा आजदेखि तर त्यसमा पनि अब कुनै पनि त्यो घरको मान्छेले मुल्कीले चाहिँ त्यतिखेर अब कोही पनि कोपा कोमाहरू चुचुपिपीहरू थियो भने त्यतिखेर बोलाउनु पर्छ पर्दैन त्यो चाहिँ पर्दैन अब हाम्रो खालिङको चाहिँ के छ भने एकैचोटि त्यो बोलाएर लगेर त्यो जम्मै सर्टै उठाएर लगेर हाम्रो त्यो बोली आउँदैन भोक बोली लाइँदैन खालिङको चाहिँ ठ्याक्कै त्यो हुलु ग्यापदेखि लिएर आजदेखि यो अब बाल्यो हुलु भयो त्यो पुयो भयो आजदेखि यो चुला भयो चुला गाडियो आजदेखि हाम्रो साया उठोस् हाम्रो लाला बाछी नानीहरूमा हाम्रो चुचु पिपी अगाडि मरेर गएको चुचु पिपी पनि कहीँबाट अभर परेको थियो भने पनि आजदेखि यो चुलामा बसोस् भनेर हामीले त्यहाँ चाहिँ पुकारेर उठाइन्छ त्यसमा हामीले त बलि गर्नु कतिले त बलि पनि गर्दो रहेछ कुखुरै काटेर चढाउँछ हामी चाहिँ चढाउँछौँ हाम्रो पुर्खादेखि चढाउने गरेको छैन खालिङको चाहिँ त्यो त्यस्तो खुनहरू चाहिँ कति बन्तहरूले चाहिँ खुन पनि कुखुरा पनि काट्दो रहेछ त्यो चुला काट्छ अब प्रयास त अब अहिले हालचालमा भनेको प्रयास त अब छोड्दै पनि लगिरहेको छ त्यो होइन अलिकति सद्धार भयो हाम्रो खालिङको चाहिँ यो पुर्खादेखि नै त्यो कुखुरा काटेर चढाउने चाहिँ नगरेको घोप्रा पारेर त्यो खुन चढाउने चाहिँ चुलामा छैन हाम्रो त्यो हिउँदमा हुन्छ भनेर त्यो नगरेको त्यो चाहिँ आसमा दशमा त्यो चाहिँ गाली शराब त्यो शुभ कामलाई चाहिँ त्यस्तो खुन चढाउनु हुँदैन भनेर चाहिँ हाम्रो पहिल्यैदेखि पुर्खादेखि नै गरिएको रहेछ र मैले थाहा पाउँदा चाहिँ खुन चढाउँदैन भने कति बन्तले चाहिँ चढाउँदो पनि रहेछ कतिले चढाउँछ यो अब बान्जाले अघि नै भन्नु अब ससुरालीकाले अब कतिले चुला हाम्रो खालिङको चाहिँ हामीले के भने हामी छुटेर गयौँ आज हामी मूल घरमा 7 भाइ हौँ 12 भाइ हौँ होइन हामी आज त्यो घरमै पितृ गरेर खाँदै थियौँ भने चुचु पिपीले गरी खाँदै थियो त्यही हुलु ग्याप बढाइ नि आज पितृ गर्दै थियो भने हामी त्यहाँबाट जो बिहे भयो छोराछोरी भयो जन्मे हुर्को ठुल्ठुलो भयो अब छुट्टिने बेला भयो धेरै भाइ भयो छुट्टेर गएपछि हामी खालिङको चाहिँ टक्राको जुन कहाँ गएर छुटेर बस्यो ठ्याक्कै घर बनेपछि हामीले चाहिँ थपक्कै सम्ख गाड्नै पर्छ हुलु ग्याप राख्नै पर्छ त्यो चाहिँ राखेपछि हामी चाहिँ अब धुरी छुट्यो भन्छ धुरी छुट्यो भन्छ धुरी छुटेपछि हामीले चुला गाडिहाल्नुपर्छ त्यो होइन किन भन्दाखेरि बाउले अब अहिले आपाहरूले चाहिँ पिता पुर्खा मेरो फुपाहरूले चाहिँ अहिले माङछामा गरिरहनु भएको छ सुप्तुलुङ होइन बैशाखे अथवा मङ्सिरे भदौरे गरिराख्नु भएको छ नि अब उहाँ हुँदाहुँदै त छोराले त त्यो पित्र गर्नु मिल्दैन नि त होइन त्यस्तै चुला अब अहिले बाउको घरमा छ छोराहरू छुटबाई त भयो तर हरेक कुरो चाहिँ बाबाहरूले नि गरिरहनु भएको छ भने त खासै अब छुट्टिनु बित्तिकै त गाड्नुपर्छ भन्ने चाहिँ हुन्छ कि हुँदैन नि इच्छाको कुरो इच्छा र आफ्नो अलिक टाढा भयो भने जस्तै अब यहाँबाट लिएर क्लिप लाइन हेरिसबर्ग फिलाडेल्फिया अब हो यस्तो भरेपछि चाहिँ बाध्यतै पर्छ यो चाहिँ बाध्यता पर्छ यो अहिले अन्तरहरू चाहिँ वरिपरि छ तपाईहरु अहिले ठिकै छ भन्दाखेरि कुनै पनि
तर नानीहरू सिक्न र जान्नका लागि माग्छ बोल्दै भए पनि आफूले गरेर राखेर आफूले सिकेको चाहिँ धेरै राम्रो कुरो यो कुरामा चाहिँ म पनि एकदम सहमत छु है बाङ्गामा यसमा चाहिँ म पनि मलाई हैन यो चाहिँ एकदमै हो नि मलाई नि राख्नु पापामा भनेको त कति दिन रह्यो 1-2 दिन त हो नि अखिरीमा त आफू त अब धेरै समय छ नि त त्यो कारणले चाहिँ मैले चाहिँ छुट्टिनु साथै मेरो हामी 4 भाइमा म पहिला छुटेको मैले छुट्टिनु साथ चुचुवाला सोधेर राखिहाल तैँले नेगी गर बुझम गर बोला यहाँ त्यो छुटेर गएको नि त त भाइ छुटेर गएपछि तैँले गरेपछि तँ जान्ने हुन्छ तँलाई राम्रो हुन्छ तर कुरा चाहिँ यहाँ बुझ्नु पर्यो कि हामीले यदि दुख विराम भयो होइन अब मावि माङपारो राखिन्छ त्यो समयमा अब चिन्ताचार हरेक कुरो उपचारको क्रममा त डाइरेक्ट बाउको घरमा त लगेर आफ्नो घर छुट्टिएको छ अलरेडी त्यतिखेर त अनिवार्य चाहिने भयो होइन अब चुल्हा छैन भने त माविहरूले कहाँबाट गर्नु चिन्ता गर्ने त्यो कारणले गर्दा चुल्हा चाहिँ छुटेपछि राखेकै राम्रो अब कहीँ पनि नयाँ सन्तानहरू जन्मियो भने चुल्हाबाटै साया उठाएर माग्नु दिनदिनै नाता नातिना बढ्दै जान्छ बेदान गर्नु त्यही चुल्हाबाट सिक्दै जानु पर्यो यो त एकदम पुर्खाहरू भनेको त धेरै दिनको लागि होइन उनीहरू भनेको त बरु पुर्खालाई आएर सिकाइ मागेर आफूले चुल्हा राखेर बोलाएर आफू पनि त्यहाँ संलग्न हुनु परेको चाहिँ एकदम धेरै बेस हो यो चाहिँ एकदम राम्रो यो म त्यसरी गरेर बसेँ मान्छे मैले त्यसरी पनि गरेँ तर के हुन्छ भने हाम्रो खालिङको चाहिँ अब राउरा पाछाको आफ्नो न्याम छ राईको पनि भने अब हाम्रो खालिङको चाहिँ के हुन्छ त भन्दाखेरि हामी छुटेर गएर आज बुझम गऱ्यौँ त्यहाँ नयाँ धानहरू नयाँ फरम बेचु चढायौँ होइन त्यो नयाँ धान बेचु चढाएपछि अब उहाँ दाजुभाइ चुचु पिपेर अर्थात् बाँचेको छ छैन दाजुभाइ धेरै टाढा टाढाको दाजुभाइ छ भने आज त्यहाँ चढाएको के हुन्छ अब हामी भाषाले रमरमे भन्छौँ चिउरालाई होइन रियो भन्छौँ धानलाई साङ भन्छौँ उसको बोटलाई फरम साङ भन्छौँ बोटलाई फरमलाई अनि त्यो अब चुचु पिपी बोलाएर दिएको छ त्यो अब चढाएको कुरो त्यो चिहेन्ची भन्छौँ हामीले अब त्यो चढाएको चिहरू त्यो अब एउटा एक खालको यो बाहिर दिएको चाहिँ घरकोले खानु हुँदैन अनि त्यहाँदेखि यो बाहिर हाम्रो यो अब त सिंह भएर गएको उता त्यसलाई चढाउने एउटा छुट्टै हुन्छ राङ्गालीलाई छुट्टै राखेको हुन्छ पितृलाई दिइसकेर राङ्गालीलाई बाहिर बोलाएर दिनुहुन्छ त्यो राखेको चाहिँ अब एउटा हर्बै भन्छौँ हाम्रो भाषामा हर्बैमा राखेको चढाएपछि त्यो खाने चाहिँ पञ्चले खानेले खान्छ घरकोले त्यहाँ हुँदैन अब छुटेर गयो आफू आफै पितृ गऱ्यो भने पितृ गरिँदै गरेर चाहिँ अब चुचु पिपीकोमा दाजुभाइकोमा गऱ्यो भने फेरि हाम्रो खालिङको चाहिँ त्यहाँ चढाएको कुरा आफूले छुट्टै गऱ्यो भने त्यहाँ चढाएको कुरा हामीले खानुभयो ऊ घरकोले चाहिँ हुँदैन हाम्रो चाहिँ त्यस्तो छुट्टिएर गरेर थालेपछि आफ्नो घरकोले खानु भएन त्यहाँ छुट्टिएर आफूले पितृ गर्नु थाल्यो भने दाजुभाइमा गएको चढाएको कुरो फेरि छुट्टिएर आफू गर्न थाल्यो भने त्यो घरकोले चाहिँ खानुभयो दाजुभाइकोमा गएर हाम्रो नियम चाहिँ त्यो नछुटिकन हो भने त्यहाँ चढाएको कुरो केही नै खानु हुँदैन जस्तै अन्तरे जेठा ललितहरू भयो अब अहिले चाहिँ ग्रुपमा छ नि त त्यहाँ चढाएको कुरो कोही त गरेको कुरो कोही अब खानु हुँदैन नि त घरकोले अब जस्तै नेगी गरिन्छ हामीले अब नेगी गर्दाखेरि हामीले 3 वर्षमा नेगी गर्छौँ नेगी भनेको हाम्रो भेम्पा झुन्डाएर गर्ने त्यो गर्दाखेरि तपाईँको 3 वर्षमा गरिन्छ भने 3 वर्षमा सुँगुर लाउँछ तर खुन चढाउँदैन बाहिरै मार्छ बाहिरै घोचेर मार्छ र ल्याएर 20 करङ 7वटा करङ चट्टै काटेर छेकेर लिएर पञ्चले 5 जना पञ्चले पोलेर बाहिरै पोलेर भित्र लिएर अलिअलि लिएर त्यसलाई खुर्किनु हुँदैन पानीले धोएर काटेर 7 करङ चट्टै ढाड गरेर निकालेर ठ्याक्कै अब त्यो एउटा सिन्कामा उनेर चुलामा बोलाएर बासी बनाएर बाहिर लिएर त्यहाँनिर पोल्दै फलाक्दै गर्दै नेगी गरिन्छ अनि त्यो नेगी त्यो चाहिँ जस्तै अब त्यो घरकोले आज नेगी गरेको त्यो घरको मान्छेले चाहिँ त्यो खानु हुँदैन अनि एउटा त्यहाँ त्योसँग एउटा तेन्ची भन्छ त्यो राखेको चाहिँ सबै पञ्चले बाँडेर खानुपर्छ घरकोले खानै हुँदैन छुनै हुँदैन त्यो नेगी गरेको चाहिँ त्यो छोर्से भन्छ त्यसलाई त्यो छुट्टेको भाइले चाहिँ भयो त्यही घरकोले चाहिँ हुँदैन खालिङको चाहिँ त्यति सजिलो छ होइन त्यो नेगी गर्दा पनि त अब त्यसमा भोग भली नदिएर फलफुलले गर्दा पनि त हुन्छ नि अब त्यो त
जसो गरे त्यस्तै हुन्थ्यो पहिलाको कुरा हो जो जस्तै पहिला- अगाडिको कुरो हो अब पहिलाको अहिले त चाडहरू त्यसैले होइन। गर्दा पनि हुन्छ। होइन। अनि यो अब चुलाको हामीले सन्दर्भमा जोड्दाखेरि यो चुलाको उत्पत्ति सृष्टि गर्ने चाहिँ को हो? यो यसलाई अलिकति चुलाको जोड्नु लागि मन चाहिँ लाग्यो। के छ भन्दाखेरि यो खासै गरी अब अगाडि त अब शशी थियो मुन्दुल थियो अहिले त सबै त्यो बिन भएर गइसक्यो भने अब अगाडि चाहिँ माङ्पा पनि चाहिँदैन एउटा शशी जान्ने मूर्खा त्यो पनि आफ्नो शशी जान्ने मूर्खाले पनि त्यसलाई राखेर आज म यो भूमिमा मैले चुला राख्दैछु मेरो आज छोरा नाति पनाति जनाति फस्टाएर जाओस् चुचुपी आज तिमीलाई यो निशानीमा तिमीलाई राखेको छु मेरो शाखा सन्तानमा कोही पिरपार नहोस् कोही दोकदाख नहोस् आजदेखि मैले यो सुप्तुलुङ राख्दैछु यसबारेबाट मेरो आजदेखि जन्मेदेखि लिएर मरेसम्म मैले यसबाट निरन्तरण गर्नु पाइयोस् यसले मलाई क्षमा दियोस् ज्ञान बुद्धि दियोस् मेरो शाखा सन्तान फैलाओस् छोरी चेली पञ्जनी गर्दा मैले आज यो चुलालाई पुकारेर मैले फल्ना सामेतको है आजदेखि फल्ना सामेतमा दिँदैछु है भनेर चाहिँ त्यही चुलालाई पुकारेर हामीले दिनुपर्छ भने छोरी चेली अर्काको छोरी चेली आफूले बुहारी तेलमे ल्याउँदा पनि आजदेखि फल्ना पाछाको छोरी आज यो हाम्रो यो पाछामा आउँदैछ है ल चुचु पिपीहरूले दोकदाख नगरिदिनु दोकदाख नगरिदिनु केही दोष नदिनु आज हाम्रो सामखामा आउँदैछ हाम्रो मान्छे है आजदेखि भनेर त्यहाँ बुढापाका बसेर त्यही चुलामा लाउनुपर्छ छोरी चेली पनि आज फल्ना फल्ना पाछाकोमा फल्ना पाछादेखि फल्ना पाछासँग आजको जिम्मा भयो है भनेर विवाह कार्यमा पनि हामीले त्यसबाटै पञ्जनी भने मरेर जाँदा पनि हामी आज मरेर गइयो भने आज यो चुला किन बन्यो त भन्दाखेरि हामी जन्मेदेखि मरेसम्मलाई हामीलाई चुला चाहिन्छ एकदम भने अब आज मरियो भने चुलाको सिधा एउटा धनुका राखेर बेथोङ भन्छौँ हामी लपु स्याल अब बेथोङ राखेर सिरानमा एक मन चामल राखेर उसको सहाय माग्छौँ मरेर जानेको आज उसले राम्रो बाटो पाओस् उसले वैकुण्ठको बास पाओस् पितृ तिमी निशानी है भनेर हामी चुलाको छेउमा राख्छौँ त मरेको भने यसो गरिन्थ्यो गर्नुपर्छ पर्ने कुरो त्यो भोलि अब उसलाई जङ्गल लाने बेला भयो 3 अगुठो त्यही चुलाबाट निकाल्नु पर्छ किनभने कुयामा ऊ अर्को बाटो गयो नि त त्यही चुलामा खाना पकाएर खायौँ बुढो भयो अर्थात् अब रोग लाग्यो दोख लाग्यो होइन अब दिन आयो गयो ऊ स्वर्गवास भयो अनि आज यो चुलादेखि तिमी छुटेर जाँदैछौ ल तिमीलाई भनेर 3वटा चुला निकालेर त्यहीबाट लगेर घर लगेर सलामा राखेर पितृमा जानेलाई चाहिँ 3 दिन खाना ओसारेर त्यो पितृहरू चाहिँ जति पनि अब एकदम अब त्यो पितृहरू पनि त अब दुर्भाग्यवशको चाहिँ खुनी भएर मरेको लडी मरेको कुनै चाहिँ अब चोटपटक लागेर त्यसरी मरेको हत्या भएको हौ यस्ताहरू चाहिँ अब त्यहाँ जाने कुरो भएन पितृहरू चाहिँ बस्ने त्यो चाहिँ भएन सधैँ अब राम्रो सक्कल भएर त्यसरी मरेको चोटपटक नलागेको पितृहरू चाहिँ पक्कै पनि चुलामा बस्ने भयो उनीहरू चाहिँ एकदमै त्यो पनि अब सोधिकास पहिलाकोलाई सोधेर पहिलाको पितृलाई सोधेर यारीचोरी गरेर अब पक्का बुढापाका वातुङबाई बुढापाका पाकुमी सबै बसेर आज यो हाम्रो अब सुबियारी कुबियारी झारङ्गा यहाँ आज सत्य साँचो बत्ता भनेर चाहिँ कसम खुवाउनु पर्यो अनि अब उसले लिन्छु भन्यो भने ठिकै छ लिँदिन भन्यो भने अब त्यसलाई बाहिर पनि लाउनु पर्छ बाहिर दिनुपर्ने कारण हुन्छ किन त भन्दा लडी मरे झुन्डी मरे बगी मरे काटी मरे चोट परे खुनी भएर मरेको चाहिँ पितृले लिनु सक्दैन त्यसले गर्दाखेरि यो माङ्पा पनि होमे अक्षता फ्याँक्ने भइसकेपछि ऊ पितृमा आउँदैन हाम्रो राखिदिन्छ
अच्छा मावि माङ्पाहरू त्यसो भनेपछि अक्षता फ्याँक्ने भयो भने पछि पनि आउँदैन त्यसो चाहिँ कुलमा जाने कुरा आएन। आएन पितृमा कोही पनि जो कोही पनि माङ्पा हामी मावि मावि जति राईकी राजदूतको चाहिँ आउँदैन त्यो चाहिँ कुलमा किन त भन्दा ऊ चाहिँ अब एउटा भूतको गोठाला भूतको भान्से भयो नि त हजुर अहिले हामी बाटो लाएर जाँदैछौँ म पनि एउटा मागपा गरेर खाएको अब 12-13 वर्ष भयो भने अब हामीले चाहिँ किनभने काउलो यो हाम्रो खालिङ भाषाला गलन्दे भन्छौँ गलन्दे खाएर चाहिँ कसम खाएपछि हामीले मरेको मान्छे बोलाएर चाहिँ लान दिएपछि हामीले उहाँहरूसँग चाहिँ आज भोलि तिमीलाई बाटो दिँदैछौँ जानु राम्रो बाटो लिएर जानु भोलि पर्सि पनि हामी पनि तिम्रै साथीबाट आउँछौँ भनेर हामीले फकाएर उहाँलाई लाम गर्नुपर्छ भने त्यो कारणले गर्दा अब हाम्रो त परे राख्नु होमे धरि जाँदैन राई राख्नु जाँदैन होइन त अब बुबु तिमी पनि त्यो जानु। हामी त्यो जुन चाहिँ, त्यसो भने मान्छे कुनै पनि अब मृत्यु हुन्छ होइन जो कोही पनि जन्म अझ हुन्छ बढी छैन जन्म हुन्छ त्यही मृत्यु हुनको लागि मृत्यु हुन्छ जन्मिनको लागि भने हामी पनि एक दिन पक्कै अवश्य मृत्यु हुन्छौँ हामीहरू तर अब यसरी माविहरूले चाहिँ सिंह हान्नुहुन्छ होइन अब कसैले अन्डाले हान्नु रहेछ भने कसैले धनुकाँड अथवा दुम्सीको काँड हरेक कुरो त्यसो गरेर हान्नु हुँदो रहेछ वासङले पनि वासाङले पनि हान्नु रहेछ लिसोले त्यो पनि सिंह हानिएपछि चाहिँ खासै हान्नुको अर्थ चाहिँ मेन चाहिँ खासै के माविहरूलाई चाहिँ त्यो कारण चाहिँ के त भन्दाखेरि सिंह हान्नु भनेको कारण चाहिँ अब खासै त सिंह मार्नु भन्छ होइन सिंह मार्नु भन्छ मर्दैन आत्मा कहिले मर्दैन आत्मा। आत्मा मर्दैन त्यो भनेको एउटा शशी मुन्नुले फुलाएर उसलाई एउटा केही अब हामीले पनि नानीहरूलाई केही फुलाउँदा पनि केही भएन भने यसो कोही बेला कुटपिट गरेर पनि यसो लगाइन्छ नि हो त्यस्तै मात्रै हो तर त्यो सिंह भन्ने कुरो कहिले मर्दैन आत्मा मर्दैन आत्मालाई त्यति जबरजस्ती गरेर चाहिँ उसलाई लान्दिनु पर्ने मात्रै हो बाटो त सिंह मार्ने भन्छ होइन सिंह भनेको आत्मा अलिकति भिन्नै हुन्छ सजिलो हुँदैन उसलाई चाहिँ अप्ठ्यारो हुन्छ र अब त्यसमा कोही बाटो मानेन भने त्यसलाई अब कतिले चाहिँ अब सोडा हाल्ने पनि भन्छ कतिले अब चौधो उडाउने पनि भन्छ नि होइन त्यसले चाहिँ अब अति नै माया गरे केही गर्दा पनि मान्दैन भने आगो लाएर त्यसलाई सोडा लाएर पनि डर देखाएर खेद्नु काममा त्यो बाटो चाहिँ त्यही हो त्यही ठाउँमा जाने हो तर ऊ अलिकति अबाटो भन्छ अलिक अप्ठ्यारो बाटो पर्छ उसको चाहिँ त्यो चाहिँ अब तर कुइयासारी र छ्यासारी भनेको अलिकति अलिकति उसले चाहिँ अलिक राम्रो दुःख पाएर जान्छ उसले चाहिँ अलिक यसरी पित्रमा आउँछ नराम्रो। सजिलो चाहिँ उसको हुँदैन त्यो कारणले गर्दा तर हाम्रो बाटो लगाउने पनि अब माविहरूले अब हुनु चाहिँ अन्यथा बा अब होइन माविहरूलाई सबै पनि जति पनि माविहरू हुनुहुन्छ अहिले उहाँहरूलाई बा असर पर्न सक्छ म क्षमा याचना चाहन्छु होइन बाटो लाउनुहुन्छ माविहरूले तर अब त्यो बाटो लाउने पनि धेरै प्रकार हुन्छ होला नि त त्यो धेरै खाले हुन्छ अब एक खालको अब के हुन्छ भने अब राम्रो मदनकलाई सिधै सुप्तुलुङमा बोलाएर 3 दिन कोक पकाएर अब ज्या पकाएर खुवाएर जाने नै हो भने माङ्पा चाहिँ राख्नै पर्छ तर यारे चुरी स्वाटै गरिसक्दाखेरि अब कुलमै जाने भने थान उठाइहाल्नुपर्छ त्यो धेरै लम्बाएर चिन्ता गर्नै पर्दैन अनि जस्तै आफ्नो बुढापाका भेला भएर बोलाएर चुलामा त्यही दिनै लगाइहाल्छ कामकै दिन उसलाई चुलामा लगाइहाल्छु पर्छ कामकै दिन नै उसलाई खासै सामखामा जाने हो सामखामै जानेलाई पितृ भएर बस्नेलाई चाहिँ थपक्कै त्यतिखेर बोलाएर लगाएपछि आउने सालमा पहिला उसलाई बोलाउनु पर्छ र त्यहाँदेखि मात्रै लास्टमा गरेर जानुपर्छ उसलाई बोलाएर त्यति गरेपछि त्यो परेन त्यो 1 नम्बर भयो होइन त्यो चाहिँ अब घरमै बस्यो आफ्नै बस्यो बस्यो त्यो चाहिँ अब छामा लामो उसले पायो होइन 1 नम्बरमा अब 2 नम्बरमा अब जस्तै अब छोरी मान्छे अब यस्तो कोही सुत्केरी भएर गयो अर्थात् अब कोही नराम्रो तरिकाले सुत्केरीमा अब भएर मामङ भएर गयो भने त्यो झटक भन्छ त्यसलाई झटकमा मरेको त्यसलाई चाहिँ अब मामङ
मामाङ भएर गयो भने त्यसलाई चाहिँ अब आगोहरू लाएर त्यो चाहिँ कुइ मामाङ कुया चाहिँ मामाङ सारी भएर गयो कुया सारी भएरै अँ, गयो त्यो मामाङ सारी भन्ने भएर मामाङ सारीतिर चाहिँ यहाँ रङ्गली भएर गयो रङ्गली कुया सारी भएर गयो उसलाई चाहिँ अब त्यसलाई चाहिँ अब मरेको ठाउँ त्यस्तो मान्छेले अलिक पाउँदैन भनेर जङ्गलीमा साथमा बाहिर कस डुलाको साथमा दिनु पर्यो त्यो 2 नम्बर भयो अनि 3 नम्बरमा अब लडी मरे झुन्डी मरेकोलाई त्यो त्यही हो उहाँहरूले बाटो चाहिँ अब खासै राम्रो ठाउँमा चाहिँ पुग्दैन आधा बिचमा अब सोडा लाएर त्यहाँदेखि यो सद उडाएर किनभने उसको आत्माले साह्रै घात गर्यो ऊ त मरेको मान्छे हो अब उसले अति नै माया गर्यो ऊ भर्खरको छ छोराछोरीको माया त गर्छ भने त अब केही गरेर हुँदैन घरमा दुखाइको दुखाइ हुन्छ भने त्यसलाई केही उपाय त गर्नु पर्यो अनि त्यसलाई फुलाइ फकाइ गर्दा पनि हुँदैन केही उपाय लाग्दैन भने एउटा डर देखाएर हामीले नानीहरूलाई कसरी डर देखाएर खेद्छौँ त्यस्तै नै गर्नुपर्छ तर उहाँहरूले राम्रो ठाउँ चाहिँ पाउँदैन अनि त्यो चाहिँ भन्छ अब त्यो 3 नम्बर 4 नम्बरमा अब जस्तै सानो सानो नानीहरू बित्यो 10 वर्षदेखि उँधो अब जस्तै छेवर नगरेको पास्ने नगरेको नानीहरू गएर दुध खानु छोडेको 10 वर्षदेखि 3 वर्ष 4 वर्षदेखि दुध खानु छोड्छ नि आमाको त्यहाँदेखि उँभोकोलाई चाहिँ अब 10 वर्षदेखि उँधो यो जुन पास्ने छेवर नगरेको छ भने त्यो चाहिँ हामीले त्यो नानीहरूलाई चाहिँ अब सुप्तोलुङदेखि नै आउँदैन उहाँहरू भनेको सुप्तोलुङमा अब त्यो पास्ने नगरेपछि सुप्तोलुङमा बोलाउनु पर्दैन ऊ चाहिँ यस्तै सेताले बाहिरै जस्तो नि खेतालाई आइसो ल्याए जस्तो गरेर बाहिर डुलुवा सुलुवा जस्तो गन्ती गरेर लगेर वासोरीमा राखिदिनुपर्छ वासोरी भनेको बाहिर अब हामी छेपछेपको भन्छौँ खालि राख्नु पर्यो फुलबारीमा त्यस्तोलाई चाहिँ अब जस्तै जन्मेर गर्भमै जसमा तुइयो अर्थात् 3 महिनासम्मको अब भित्र सास नपछि गयो तुएर गयो भने चाहिँ त्यो चाहिँ अब किनभने अब खुनकै डल्लामा गयो भने चाहिँ त्यो चाहिँ अब यो नानीहरूलाई अब त्यस्तो अब पेटमा भएर गयो भने 3 खालको छ अब त्यो अब पहिला हामीले बल मागिन्छ पेटमा हुँदा होइन बुन काटिन्छ नि बोन काटिन्छ नानीको त्यो बुन काटेको भनेको चाहिँ के को लागि हो भन्दाखेरि नानीको सहाय मागेको आयु वर्धन मागेको दुख बिमार नहोस् त्यसलाई चाहिँ बुन भन्छ कतिले लिम्बूले घुँडा पूजा पनि भन्छ 3 महिनादेखि चाहिँ अब सास पस्छ नि 3 महिनादेखि 5 महिनामा चाहिँ त्यो गर्नुपर्छ पेटमा 5 महिनासम्म चाहिँ 3 महिनामै गर्दा पनि भयो त्यो हुन्छ जब सास भित्र पसेपछि आयो भनेपछि आएपछि अनि त्यहाँदेखि सास आएपछि 5 महिना काटाउनु हुँदैन त्यसको बुन काट्नु भन्छ बुन सायो भन्छ त्यो चाहिँ पेटमा नानीको बल मागिदिनुपर्छ किनभने उसलाई अब पेटमा गर्भमै हुँदै पनि उसलाई अब केही दुःख दाग नलागोस् भनेर बल मागिदिएको मान्छेले त्यो बुझ्दैन कि अब अहिले चाहिँ अब जस्तै बोन काट्नको लागि मा पनि चाहियो अरूले सक्दैन हुँदैन त्यो अब 5 महिनासम्म पुगेर सास पसेर फ्यासे सास पस्नु साथ बुन काटेको पनि छ भने बुन काटेर पनि जन्मेर अब थपक्कै जन्मेर फ्यासे मऱ्यो भने त्यो पनि मोचै भयो मोच भयो त्यो चाहिँ के मोच भयो भन्दाखेरि सास पस्नु साथै जन्मेर मरेकोलाई चाहिँ सुकै मोच भन्छ त्यसलाई चाहिँ के गर्नु पर्यो भने त्यो सुकै मोचले चाहिँ छिटो मारेन भने आमाको जिउ चिर्न पारेर लान्छ सुकाएर लान्छ किन ऊ त खुनमै छ नि त हो त्यो खुनबाट छुटाउनु चाहिँ र आगो लाउनुपर्छ आमालाई आगो पानी लाएर त्यहाँबाट आमाको मोसबाट छुटाउनु पर्यो र आमाको जिउबाट छुटाएर त्यो पहिलेको नानी बिग्रियो मोस भयो बस्यो अनि अर्को नानी दोस्रो नानी जन्मियो त्यो नानीलाई पनि राम्रो भएन त्यसो अगाडि मोस मारियो अर्को भाइ बहिनी अर्को नआइकन नै त्यसलाई मारिहाल्नुपर्छ मार्नु कि आमाबाट छुट्याएर चाहिँ त्यसलाई बाहिर छुट्याइदिइहाल्नुपर्छ अनि मात्रै अर्को आयो भने हात हराउँछ भन्छ नि त उहिलेको उखानमा होइन भने त्यो मोच भएर बस्यो भने आमाको जिउ सुक्छ अर्को भाइ बहिनी आउनु दिँदैन 1 नम्बर हाम्रो राईको त्यो एउटा जन्मिँदाको कुरा यो चाहिँ
जन्मिन्छ अनि त्यहाँदेखि लिएर त्योलाई त्यसो गर्नुपर्छ। अनि 5 महिनादेखि उता लिएर अब जन्मेर 10 महिना पुरा फ्याट्टै जन्म्यो, 2 दिन 3 दिन अब बाँचेर दुध खाइवरी, अब 2 दिन 3 दिन हप्ता 15 महिना 2 महिना 3 महिना बाँच्यो र गयो भने त्यसलाई दुधे मच भन्छ। दुधे मचलाई चाहिँ अब के दुध खाँदा खाँदै कहीँ गयो, उसलाई चाहिँ अब बोली त फुटेको छैन। अब दुध खाँदा खाँदा आमाको दुध त्यस्तो अब फ्यासे गएपछि त्यो त अब फुलकै थुङ्गै भएर आयो, तर फुलका थुङ्गा ठरिएन भने त्यसलाई चाहिँ के भन्छ, दुधे मच भन्छ। त्यसलाई चाहिँ अब आमाको मरेर गइहाल्यो भने अब उसलाई त्यो नानीलाई लगेर अब हाम्रो त राम्रो ठाउँमा राख्नु हुँदैन, नानीहरू मऱ्यो भने एकदम ओडारमा लगेर उसको बस्ने ठाउँ त्यहाँ बन्छ। त्यो एउटा चाहिँ त्यहाँदेखि 10 उताको चाहिँ वर्षसम्मको नानीहरूलाई मैले थपाउँदा पनि जहिले पनि ओडारको चेपतिर त्यहीँ लगेर राख्नुपर्छ। चेपचापमा मात्रै रुखको माथि बक्सामाथि राख्ने त्यो चाहिँ चलन खासै के भएर त्यो चाहिँ किन हो भन्दाखेरि अब ऊ चाहिँ फुलमै गयो नि त, फुलको थुङ्गामै गयो नि त। त्यसो त्यो चाहिँ मट्टीले गए छोप्नु भएन, हुँदैन। त्यसलाई चाहिँ ढुङ्गाको ढाडघारीमा लगेर ढाडले अलग्गै छोप्नुपर्छ। मट्टीले सुन्दा सास थुनिन्छ, ऊ त फुलको थुङ्गा हो। उसको दिन अब त्यस्तो छोटो आयु लिएर फुलेर फुलको थुङ्गा खस्यो, त्यसलाई चाहिँ अब त्यसो रुखको हाँगामा रुखको टोड्कामा भिरको चेपमा राख्नु पर्ने। त्यो चाहिँ 10 वर्षसम्मको त्यो चाहिँ 10 वर्षदेखि उँधोकोसम्म 10-12देखि उँभो गयो 10, 12, 13, 14 अब यो हामीले जुन पास्ने गर्छौँ 6 वर्ष 7 वर्षमा गर्छौँ त हाम्रो 10 वर्षदेखि उँधो मरेर हो त्यसरी गएकोलाई चाहिँ गयो भने त्यसरी राखिन्छ र उसलाई चाहिँ वासरीमा राखिन्छ। जस्तै 5 महिना 6 महिना उहाँको आत्मा चाहिँ वासुरी बलेसीमा राखिन्छ, फुलबारीमा राखिन्छ। ऊ चाहिँ फुलको थुङ्गा हो, उसलाई फुलबारीमा वासरीमा राखिन्छ भने त्यहाँबाट यताको चाहिँ मत भएपछि त्यसलाई चाहिँ खुनको डल्ला भयो। खुनको डल्ला भएपछि त्यसलाई चाहिँ आगो पानी लाएर आमाको जिउबाट छुट्याएर उसलाई चाहिँ एकदम हटाइहाल्नु पर्यो। अब यो चाहिँ अब यो यहाँको विदेशको ठाउँको कुरा चाहिँ अब मसँग त्यति थाहा छैन। यसलाई चाहिँ के गर्नु पर्यो, अब समाजले पारित गर्नु पर्यो। अहिले अब निरन्तर हामीले देखिरहेको चाहिँ अब जहीँ पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा जुनै पनि विदेशमा चाहिँ अब अहिले सबैले देखिरहेको कुरा त जहीँ पनि अब हेरौँ न त्यही सम्पटमै लगाएर राखेको छ होइन। अहिले यहाँ त अब किरावाछारको बालबच्चाहरू त्यस्तो भयो भने सानै बच्चा पनि उनीहरू खालि सम्पटमै लगाएको छ, दाह संस्कार चाहिँ सम्पटबाटै गरेको छ। अब यहाँ त रुखमा राख्नु दिँदैन, अब कहीँ पनि छैन। यो त धेरै समस्या, यो त धेरै फरक छ। यो विदेशको ठाउँमा चाहिँ अब उहिलेको कुरा चाहिँ यो अगाडिको कुरो मात्रै गरिएको, अहिले हालको कुरा चाहिँ त अब यो त नयाँ कुराहरू हो नि त। यो विदेश अब यो चाहिँ नयाँ जेनेरेसनले जान्नु पर्यो, यसलाई पारित गर्नु पर्यो। यो हामी चाहिँ पुरानो जेनेरेसनको कुरा मात्रै गरिएको। अच्छा अब पापा अब मावि हुनुहुन्छ बोल्दै भयो भने तपाईँहरूले चाहिँ अब मर्ने जुन मृत्यु भएको जो मान्छे अब वैकुण्ठमा बास रहेको भन्ने भन्छ होइन। अब तर खासै चाहिँ यो मरेको आत्माहरूलाई चाहिँ कहाँ चाहिँ खासै माविहरूले पुर्याउन सक्छ होला, कुन ठाउँमा चाहिँ? यो भनेको चाहिँ हाम्रो किपट हुनुपर्छ। किपट अब हाम्रो राईको किपट कहाँ हो, किपटको ठाउँ चाहियो। त्यो किपटमा हाम्रो किपोट भनेको चाहिँ ख्वालुङ हो। ख्वालुङ हो हाम्रो। कहाँ हो हाम्रो किपोट चाहिँ अब बाजे बराजु चेप्जुहरू उत्पत्ति भएको कहाँ हो त्यसलाई चाहिँ किपोट। किपट यो चाहिँ ख्वालुङ हाम्रो पुग्छ। अब एउटा कुरा कि हुन त हो कि होइन, कुरामा कुरा यस्तै त हो होइन। यो एकदम माङ्पाले अब उहाँ अब मर्नेलाई हाम्रो मर्नेलाई कहाँ पुर्याउनु पर्ने एउटा किपोट भन्ने चाहिँ अब सबैले जान्ने कुरो भने राउरा पाछाको चाहिँ एउटा हाम्रो किपोट हुँदो रहेछ अरे। अब मेरो चाहिँ कहाँ हो भने म माङपाहाङ, माङपाहाङको मेरो माङपाहाङको चाहिँ किपोट
भोलिपर्सि म मऱ्यो भने मरेपछि म एक दिन मरिन्छ भन्छ म मरेपछि माग परे मलाई अब छिलाम दिनु पर्यो त्यो वातोङमी त्यहाँ बस पेरुङमी पनि बसेर चाहिँ तैनात गरेर चाहिँ हो होइन भने सत्य साँचो गरेर चाहिँ उसलाई घेर्छ मैले कति ढाँट्छु होइन मैले कति ढाँट्छु होला आत्माले कति ढाँट्छ तर किपर हाम्रो किपरलाई के भन्नु पर्दो रहेछ सोहुन तपाईँको सोहुन चाहिँ को हो कहाँ हो भनेर किपर कुन हो माङपाङकै मात्रै किपर हो सबै राईहरू नै पाछा रावा पाछाको चाहिँ छुट्टै हुन्छ नि छुट्टै कि छुट्टै तर सोहुन भनेको कुरो चाहिँ मैले चाहिँ बुझाइदिएको त्यो सोहुन भनेको चाहिँ किपर कहाँ हो भन्ने कुरो चाहिँ होइन हाम्रो बन्दाले चाहिँ त्यसरी भनेको अब मलाई स्वयं म लोन सुच्चा कटुन्जेली हो होइन यसरी अब कटुन्जेली लोन सुच्चाहरूको चाहिँ किपर कहाँ हो मलाई थाहा छैन हो हो यसरी चाहिँ पुर्खादेखि सुनेर बुझेर अब यो किपर भनेको त एउटा नाम ठाउँको नाम हो कि होइन त्यो उहिले सृष्टि हुँदा कालमा उत्पत्ति भएको ठाउँ राई राजवंश जन्मेर उत्पत्ति भएको ठाउँ चाहिँ अब ख्वालुङ भन्छ नि होइन ख्वालुङ भनेको चाहिँ अब उत्पत्ति भएको ठाउँ कटुन्जे गाउँ भन्थ्यो यो अब त्यो किपरै त कटुन्जे गाउँ त होइन होला नि त फेरि त्यो त अर्कै छ होला नि अर्कै त्यो त अब त्यो त धेरै वर तलको कुरा हो नि त अब किपट भनेको त अब ख्वालुङ भनेको त हाम्रो राईको पहिला उत्पत्ति सृष्टि हाम्रो भूमिमा उत्पत्ति राई जन्मेको दिनको कथाहरू हो भनेपछि अहिले यसरी बुझ्नु पर्यो कि रावा पाछाको चाहिँ छुट्टै हुन्छ भनेर जान्नु पर्यो यो छुट्टै हुन्छ अब आउने भावी सन्तानले चाहिँ यो खालको सोच्नु पर्यो नि एउटै किपर नहुँदो रहेछ अब म माङपाङको चाहिँ तेरो सन कुन हो दिल्पा भनेर चाहिँ दिल्पा भनेर चाहिँ भनेपछि दिल्पा अब हामी दुमीको दुकुटार बाक्सिला भन्छ के हामीलाई अब पुराउने त्यो ठाउँमा पुराउनु भन्छ बाक्सिलाको त्यो दुकुटारबाट चाहिँ आएको जम्मै दुमीहरू भोलिपर्सि किपटमै हौ त्यही मरेर गएपछि किपटै पुराएर किपटदेखि छुट्टाएर उसलाई अर्को बाटो दिनुपर्छ नि त किपटमै पुऱ्याउनु पर्छ माङपाहरूले अझै किपरमा पुऱ्याएर पनि फेरि त्यहाँ बस्ने हो कि हैन त्यहाँबाट छुट्टाएर लानुपर्छ अब त्यहाँबाट उत्पत्ति भयो र चाहिँ यस्तो भयो भन्दाखेरि त्यहाँबाट मर्नेको देश र बाँच्नेको देश त्यहाँ अब त्यहाँ गएपछि अब आकाश र पताल जस्तो फरक हुन्छ त्यहाँ आकाश पताल फरक त्यहाँ लगेर चाहिँ छुट्याउनु पर्यो र मर्ने र जानेलाई त्यहाँबाट अब मरेलाई आकाशको पानी त्यहाँ यो कहाँ जन्मेको पानी हुन्छ नि यो रुखको यस्तो कतै चेपचापमा बसेको हुन्छ त्यो चाहिँ अब सुम्दिम चावा भन्छ सुम्दी चावा भनेपछि मर्नेलाई मात्रै तिर्नुपर्छ अरे त्यो त्यसो र मर्नेले चाहिँ त्यस्तो पानी खान्छ अरे त्यस्तो पानी धारा कुवा हुनुपर्छ त्यहाँबाट अनि त्यसलाई त के वाता वाउ के भनेको गाउँ अरे अब त्यस्तो रहेछ तर अब एक्ज्याक्टली किपर चाहिँ अब मलाई पनि थाहा छैन यो अब खोजी नीति नगरिकन थाहा नहुने हो अब कटुन्जेली लोन सुच्चाहरू त चाहिँ छ अब होइन लोन सुच्चा त एउटै छ सबैको तर अब किपर चाहिँ अब मैले पनि सोधखोज गर्नुपर्ने छ यो चाहिँ त्यही तपाईँले भान्जाले नै कुरा गर्नुभयो अब मर्ने अब माङपाबाट अब सोधिकाज गर्नुभयो यो राम्रो होइन यो अनि त्यही हो साकेट लुङ भन्दो रहेछ माविहरूले साकेट लुङ यो चाहिँ जुन मरेको मान्छेलाई बस्ने ठाउँ पुर्याउने ठाउँ भन्छ यो चाहिँ कस्तो हो साकेट लुङ पनि साकेट लुङ भनेको चाहिँ लुङ त यो चाहिँ त्यो त अब यस्तो छ नि त यो चाहिँ नसुनेको खोइ त्यो चाहिँ साकेट लुङ भनेको चाहिँ एउटा सिमाना हो
जस्तै अब अहिले हामीले अब हाम्रो सुतुलुङबाट बोलाएर लग्यो अब किपट अब कहाँ हो कुन हो कहाँबाट अब पहिला जन्म कहाँ भयो बाजे बराजु ल्याब्जु किपट कहाँ हो किपटमा पुर्याउनु पर्छ यहाँबाट बोलाएर लगेर मर्नेलाई लगेर अब कुन धारा कुन पानी खान्थ्यो कुन धारा पानी त्यो धाराको नाम के हो त्यहाँदेखि त्यो उत्पन्नदेखि आएको त्यो जुन अब त्यहाँदेखि उता गएपछि चाहिँ साकेटलुङ भनेको त त्यो एउटा सिमाना डाँडा त्यहाँबाट उसलाई चाहिँ फुलाएर फकाएर चाहिँ त्यहाँदेखि उता जति अब उता अर्को मर्नेको देश भन्दैन त्यस्तै लगेर हाम्रो देश अब त्यो जुनेलो फल्ने ठाउँ फापर फल्ने ठाउँ अब घाम अस्ताउने ठाउँ यो समुद्र अस्ताउने ठाउँ भन्दैन त्यहाँ लगेर चाहिँ उसको मर्नेको देशलाई को सिमानालाई चाहिँ साकेटलुङ भन्छौँ त्यो पानी धारा त्यो आफ्नो किपटमा नपुर्याइ हुँदैन किपट पुऱ्याएर त्यहाँदेखि मात्रै उसलाई छुटकारा अब यसरी माविरले चाहिँ बाटो लाउने क्रम भइरहेको छ यो तुम हुन्छ होइन अब तुम पनि धेरै कसैको 11 तुम हुँदो रहेछ होइन कसैको 9 तुम कसैको 7 तुम हुँदो रहेछ त्यतिखेर चाहिँ तपाईँको माविर त्यसरी बाटो खेलिरहेको हुन्छ तर दुवाङ मियरले चाहिँ अब केन्सारीहरूलाई थाहा हुन्छ कि मावि यहाँ पुग्दैछ है भनेर उहाँ बोलिरहनु हुन्छ थाहा हुनेलाई हुन्छ है थाहा हुनेलाई हुन्छ माविहरू चाहिँ यसरी खेल्दै यसरी जानुहुन्छ है यहाँ पुग्दै हुनुहुन्छ है भनेर चाहिँ थाहा हुन्छ नि हुन्छ त्यो एकदमै जान्ने क्यान्सरीदेखि लिएर पापासाङ अब पाकुमी बुढौली वातङबाई सबैलाई थाहा हुन्छ यहाँ पुऱ्याउँदैछु अब यहाँ हुँदैछ भनेपछि अब त्यो बिसाउने ठाउँमा हामी बिसाउँछौँ नि त ठ्याक्कै अब वाबुकको चावाले छर्केर अब त्यो काउलोले यसो बाटो छेकेर ठ्याक्कै बिसाउँछौँ त्यो चाहिँ हाम्रो बिसाउने ठाउँमा पुगेर चाहिँ हो हा गरिन्छ नि त त्यो चाहिँ हामी बिसाउने ठाउँमा पुग्यो त्यतिखेर ताल खसाउनु हुँदैन एकदम राम्रो बजाइदिनुपर्छ त्यतिखेर लावा खस्छ बुढौली ढोले केन्चरीको राम्रो बजाइदिनुपर्छ त्यतिखेर चाहिँ एकदम अब त्यतिखेर बुढौलीले पनि साह्रो चम्प गरिदिनुपर्छ त्यसै गर्दै गर्दै लानुपर्छ फुलाउँदै लानुपर्छ आज यति बुढान्छ पञ्च छ अब सबैजना बसेको छ तिमीलाई राम्रो ठाउँमा जानु तिमी आज कुयामा भएर गयौ है आज भनेर हाम्रो मुन्दुमबाट लानुपर्छ होइन तिमी कुयामा भएर गयौ माया दया नगर तिमी अब आजदेखि मरेर गयौ तिम्रो अब माया दया छैन तिमी माना पुग्यौ तिम्रो दिन पुग्यौ भनेर अब हामी त यारी चुरी पहिला गर्छौँ कस्तो के सारीमाले लग्यो कुनबाट गयो कुन लामबाट गयो उसको सारीमा को हो त्यो सारीमा पहिला आएर त्यसबाट लानुपर्छ कुन सारीमाले लगेको छ उसलाई टिप्ने के हो कुन हो त्यो पहिला यारी चुरी गरेर चाहिँ त्यो हेरेर त्यसलाई पक्रेर उसको साथी बनाएर लानुपर्छ र उसको साथमा लगेर आफ्नो चुचु साकुदेवा साकुतीमा जति मरेको छ नि अगाडि सिंहमा गएको छ अब सिंह भयो अर्थात् भएन रङ्गली भयो होइन त्यसलाई बोलाएर ठ्याक्कै उसको साथबाट लगेर उसलाई जिम्मा दिनुपर्छ लगेर त्यो साकेटलुङ भन्ने डाँडा अघि भनौँ न जब त्यो बाट्ने र लावा पनि यता छुट्याएर राख्नुपर्छ मर्ने र बाट्ने चाहिँ जब त्यो सातो छुट्याउने चाहिँ साह्रो छ त्यतिखेर चाहिँ गराइदिनुपर्छको कारण बुढाउले त्यो चाहिँ कुन समयमा त्यो चाहिँ कहाँ पुग्दाखेरि आफ्नो जुन ख्वालुङमा पुगिन्छ ख्वालुङदेखि उता र यता मर्ने र बाट्ने चाहिँ छुट्याइन्छ कि ख्वालुङ पुऱ्याएपछि ख्वालुङदेखि चाहिँ ठ्याक्कै अब उसलाई फुलाइ फकाइ गरेर अनि अब उसलाई खाने पिने उसको सबै लत्ता कपडा दिएर चाहिँ अनि अब साकुदिमा बोलाएर साथी बोलाएर तिम्रो साथीसँग छ है आज चुचु पिपी खाली भने त चुचु पिपी अब साकुदिमा पापा मामा अब यस्तै लाममा गएको छ आज तिमीले जिम्मा लिदिनु तिम्रो मान्छे आउँदैछ भनेर फुलाउँदै फकाउँदै लानुपर्छ यो सामेटको लगेर अब सामेटको
हजुर आउँदैछ आउँदैछ तिम्रो नाति पनाति, नातिना, छोराछोरी। छोरा बुहारी यो सामान आउँदैछ आउँदैछ है तिमीले लिइदिनु पर्छ दिनुपर्छ उसको निमित्त पुगेछ नर्कट गर्नु हुँदैन आउँदैछ तिम्रो भनेर साथी चाहिँ सङ्गति अनि त्यतिखेर भनेर चाहिँ अनि त्यतिखेर त अब पास्टरले पनि कतिजना माग्पा त रुन्छ पनि एकदम मर्कमल हो त्यो चाहिँ एकदम त्यतिखेर त रुनुहुन्छ। माग्छहरूलाई पनि थाहा होला मजाले कति रुनुहुन्छ रुन्छ। हो। त्यो चाहिँ त्यो साह्रो त्यो चाहिँ भनाइ चाहिँ अब त्यो माग्पा रुयो भने रहेछ। चाहिँ माग्पा रुएको होइन आत्मा मर्नेको आत्मा आएको त्यो अब मर्नेको आत्मा आएको हो त्यसले कति माग्पाले मन कमल भएको त रुन्छ पनि जिम्मा लिनु त मान्दैन मान्दैन नि उसले त कति ऊ वर्ष मान्दै भएको मान्दैन हुन्छ। उसले मान्दैन म त मेरोमा छोरा छ छोरी छ अब छोरा छोरी छ नाता नातिनी छ माया गर्छ नि मान्दैन मान्दैन। होइन मानिदेऊ हामी यत्रो पञ्चले भनेको मानिदेऊ भन्दै फुलाउनु पर्छ फुलाउनु अनि पर्छ। त्यतिखेर अब ऊ अरे रुन्छ अब उसको आत्मा आउँछ रुन्छ तर माग्पा रुएको देख्छ नि देख्छ तर लाटा सिधा त्यो लाटा रुएको होइन। मुखारले त मावि नि रुएको रहेको देखिन्छ तर त्यो चाहिँ तर होइन यो आत्मा अब उसको आएको हो हातमा रुएको छ अनि लु फल्ना माग्पा त रुए पो त साह्रो बाटो लाउँदा भन्छ त्यो रुएको होइन उसको हातमा आएको अनि भनेर फकाउनु त्यसरी पर्यो, लानुपर्छ र फुलाउनु बिसाउँदै बालाखा बिसाउँदै फकाएको भन्दा बिसाउँदै पनि बिसाउँदै धेरै फकाउनु पर्छ अरे भनेर माग्पाले उसले खाने कुरोहरू सबै किन राख्यो त भन्दा त्यो खाने कुरोमा भुलाउँदै उसले मागेको कुरो दिँदै 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 है लगेर अनि उसलाई सट्टै साकेलुङ टाढादेखि धारा पानीमा पानी खुवाएर चावा खुवाएर त्यहाँदेखि ऊ आजदेखि अब तिमी आजदेखि यो बाटो जाने यो तिम्रो साकुती वा साकुतीमा हो साथी उहाँ हो उहाँहरूको बाटोसँग जानु भनेर त्यतिखेर आफ्नो लावा पनि राख्नु पर्यो आफ्नो राख्नु पर्यो, साथमा अँ। दोहोरो लावा जिउ बान्नु पर्यो कहाँ मामले कुरो छ यो यो साह्रो नभए फेरि लावा उता लग्यो भने त फेल खुवाइजान्छ त हामी बाटो लाउनु चाहिँ धेरै गाह्रो तर उस्तै त्यस्तै लाउनु माविलले पनि धेरै सक्दैन गाह्रो पनि। गाह्रै हो। सक्दैन। एकदम। सक्दैन अनि आफ्नो हामी लावा पहिला बाँध्नुपर्छ लावा आङ बाँधेर मात्र उसलाई छोड्नुपर्छ अनि मात्रै त्यतिखेर नाङ्लो घोप्टाइन्छ जब अब हामी जसरी मृत्यु हुन्छौँ मृत्यु भएपछि चाहिँ हामी दाह संस्कारको लागि हामी अब त्यो जुन मृत्यु भएको शरीरलाई चाहिँ होइन हामी मट्टीमा राख्नु खोज्छौँ नि त्यो समयमा हामी घरबाट 3टा अगुल्ठो होइन बाँधेर हजुर एउटा यसो परेको के छत्र छत्र भन्छ त्यो 2टा चोङ्गे ल्याउँछौँ होइन तीनटा तीनटा हो। तिनवटा चोङ्गे त्यो 3टा तीनटा चोङ्गेमा अगुल्ठो। चाहिँ के लाउँछौँ हामी त्यहाँ चाहिँ चोखो चावा चोखो पानीहरू चोखो चोखो चावा चावा अनि अनि कोदो मर्चा यसो कोदो मर्चा। साम्पिचा बोखा त्यो चाहिँ त्यो चाहिँ त्यस्तै किन लगाइन्छ खाँदो त्यो खाँदै चाहिँ उसलाई त्यो चाहिँ त्यो चाहिँ चुस्दै खाँदै तोम्बा लगाइदिएको त्यो चाहिँ ए उहाँलाई जुन मरेको मृत्यु भएको मान्छे आत्मालाई मान्छेलाई तोम्बा चाहिँ लगाइदिएको त्यो उसको आत्मालाई चाहिँ तोम्बा तोङ्बा लगाइदिएको लगाइदिएको त्यो 3 चोक ए त्यो पो रहेछ। अनि त्यो तिर्खा छत्र बनाएको चाहिँ उसको छाता त्यो उसलाई चाहिँ घाम उडाउनु माथि, पानीले घाम छेलोस् माथि भनेर घाम पानीले छेलोस् भनेर उसलाई घर हो त्यो चाहिँ त्यो घामले पोल्छ अरे हावा पानीले यो हुन्छ हुन्छ भने होइन? उसको अनुहार छेले टोपी लगाइदिएको त्यो चाहिँ टोपी टोपी त्यो त्यो अब छत्र। मरेको मान्छेको हजुर। अगाडि त्यो यस्तो यो अँ। लगाएर अँ। राखेको हुन्छ नि त्यो चाहिँ त्यो त्यो चाहिँ छत्र भन्छ तर त्यो छत्रको मतलब चाहिँ हाम्रो चाहिँ त्यो अँ, त्यो त्यो चाहिँ उसलाई- मरेको आत्मालाई टोपी लगाइदिएको अब यो त अब अँ। विदेशमा त अब त्यो अब बाँसको हुँदैन। हुँदैन तर अब तर बनाउनु त बनाएको छ त्यो राख्छ नि त लानु त मान्छेले भएको देख्छु मैले होइन लान्छ त्यो अब त्यो च्यानमा हामीले जुन अब मामा हुनुहुन्छ यता दिवा भए पनि मामा भए पनि अनि जस्तै हामी चारधाम त्यो जब हामी अब अलिकति फर्स्टमा हामीले कुरा चाहिँ गर्नुपर्ने थियो होइन यो अलिकति हामी उल्टा पुल्टा उल्टा भयो। अलिकति होइन किन भन्दाखेरि खेतदेखि भएन फेददेखि भएन हामी पहिला बनाउनु पर्छ पेपर बनाएको भए राम्रो हुन्थ्यो हुने थियो तर एकैचोटि हामीले चाहिँ तल्लो भागमा पुग्यौँ कि अँ। हामीले जुन त्यसमा अब त्यो अब होइन बेलुका त्यही पेपर सम्पर्ककै बनाउनु कुरामा भुल्यो। जाउँ न सम्पर्ककै कुरामा जाँदाखेरि अलिकति जान्ने चासो भएको अहिले चाहिँ होइन अब अलिकति युथलाई युवाहरूलाई अब कसरी चाहिँ त्यो हामीले चारदाम भन्छौँ नि हजुर त्यो चारदाम गर्दा चाहिँ हामीले त्यहाँ गर्नुपर्ने कार्य चाहिँ के हो त अलिकति बताइदिनुहोस् न यो चारधाम भनेको चाहिँ अब यो अब अहिले हामी त अब देशी परदेशी भएका छौँ यहाँ अँ, भुटानमा गयौँ हामी देश
परदेशी नै भएछौँ होइन किपर छोडेपछि हामी विदेशी भयौँ। त्यही कारणले चाहिँ नभए नेपालमा हो भने त हाम्रो राई किरावाहरूको त चारधाम नपर्ने रहेछ। किपट भयो नि त नेपालमा। किपरमा चाहिँ चारधाम गर्नु परेन। पर्दैन चारधाम गर्नु पर्दैन किनभने हामी नेपाली आफू जन्मेको ठाउँ भयो जन्मेको त्यहाँ चाहिँ चारधाम मान्नु पर्दैन भने अब सापा हुन्दुला हुन् भन्छ। भोटेको देशमा उहिले जो बाजे बोजू आमा बाउ गएर चाहिँ उहाँ अब मृत्यु भयो बाबु होइन अब दाजुभाइ हार वंशहरू मृत्यु भयो नि भोटेको देशमा त होइन। चारधाम मागे त्यो त अर्काको देश हो किन्नु पर्यो नि त। किन यो हाम्रो भूमि भनेको त भूमि माता भनेको त अर्काको देश पर्यो नि त। मट्टी त एउटै हो तर त्यो चाहिँ राजा अर्को राजा हाम्रो राजा परेन अर्को देश पर्यो। त्यो भोटेको देशमा पनि त्यो भोटेको देश रहेछ माग्नु पर्यो। त्योलाई मैले चाहिँ आज मेरो यस्तो दुईटा शिरको पत्ता राखेर यस्तो पारेर चाहिँ राखेर चारधाम मागिन्थ्यो। ल अब बिरानो देशमा हामी यसरी मरेर गएछौँ हामीलाई बास दिनु चास दिनु मरेको बास दिनु चास दिनु आज आत्माले दुःख नपाओस्। हाम्रो एउटा किपट होइन रहेछ तेरो घर चाहिँ अब मर्नेको किनिदिँदैछौँ है किनिदिँदैछौँ। अनि त्यहाँ चाहिँ के राख्नु पर्यो किनिदियो भन्दा त्यो एउटा अन्डा पनि फुटाउँथ्यो पैसा एउटा अन्डा पनि फुटाउँथ्यो कतिले त गर्छ तर हाम्रो चाहिँ फुटाउँदैन। त्यो धरती के मट्टी किन्नको लागि आफ्नो जग्गा घर बनाउनको किन्न लागि चाहिँ $1 ढक्की पैसा र चामल चाहिन्छ। त्यो राखेर सिरु ठ्याक्कै काँचो सिरु पारे त्यो साय पुकाउनु पर्छ नि त। त्यो मृत्यु भएको लागि त्यो माटोलाई नि अब माटोको चाहिँ साय उडाएर हाम्रो मान्छे राख्दैछौँ नगरिदिनु विदेश भए पनि तिमीले भनेर माटोलाई किनेको है आजदेखि हामीले किनेको है त्यसरी गर्नु पर्यो। अलिकति अब बोल्दै हुनु भयो र पनि यसलाई अलिकति बान्तमा आयुङ डाङ्कानी खाइसकि मको चाहिँ चारधाम खिटमा पर्छ। मको चाहिँ एउटा खासको भने नि चुचावा तुमलाङे सेवा दिनमाङ भने आखमाङ आसेनमाग चाहिँ पासुङ चिया मुमुआउ मुआडाउ थाप्सुङ युङ डुम्ची चाहिँ सुखाला माखाला लिसिन हिँड्दा चाहिँ सापा हुन्डुला हुन्डा छङ मिसकले डेमान मामा पापा ची झाराङा ढाखरा हिँड्दा उनका झाराङा मोडा हुन्छ चिखिम त्यो सोलु चाहिँ भोलुङमा हुन्छ चिखिम आम्नो चिखिम ओडा आई चाहिँ मतलब आखमा आसेनमा लो लेखामी आखमाङ पापा मामा पापा बुङ मामा बुङ दा बुङ त बारासँग ओप्सुङ छ तोलो लिसारा छ पुकार्नु आखमा बारासँग ओप्सुङ छ तोलो लिसारा। चिखिमे हामीले चिखिमे भन्छौँ कि चिखिम नै भन्नु पर्छ। चिखिम आमको चाहिँ एउटा आई चिखिम पोवा चिखिम लुलिसाउने खाना ल बारासँग ओप्सुङ छ तोलो लिसा आखमा आसेनमा लो लेखामी भाबी मियासँगै आमको छाप्दमिन्दा छाप्टा रहेछ भनेर एउटा खाना लो लको आई एउटा चारदाम यो मुयान गाम्न चिखिम खिरुम्यामका आम चिखिम दा युङा खाना सारीमा मानमुडा रिसारा मानमुडा सारीमा मानमुडा आमकोला मुन्नाइ मुलो वेन्गा फुटा माकोला छिन्डलेन भले पर्सि केही खाना लम्लो माबिमी कोबिमी खाना छिलाम ढिलामदा लाम्बुरी लाम्मा खडा हामानुङ तुमानुङ खेन खेलमु खेता राटकला कुक्कला यमा सारा गामको लको लेखामी बाबी मिया त छाप्टा लम नाम रहेछ पापा बुङ मामा बुङदा चाहिँ बुङ त बाराइडलम लको साहेब लको लेखामी बाबी मिया
त्यति लामो नबोले पनि अब यो चाहिँ आज हाम्रो भेटु लाग्यो हुनाले कारण नभए त छोटकारीमा पनि जान्छन् भने आइडाङ्गा चाहिँ खाना होला चिखिम पुआउने चारिमा मानमुन्डा कोबुम मानमुन्डा सिसुवा मानमुन्डा आमको मानाखा पाथिका होला याङको नै मानाखा पाथिका भनेको चाहिँ उसको घर बखान्ने मुन्दुम जुन हाम्रो ऋषिवाहरू यो चाहिँ माग्थे त्यो समयमा माविले त गर्नु परेन नि पर्दैन मावि त चाहिएन नि त्यतिखेर अब जुवाङमीहरूले होइन पाकोमीहरूले गर्न सक्यो मजाले गर्यो मैले जाने भने मैले भन्दा पनि भयो जान्ने जति सबैले भन्दा पनि भयो अच्छा त्यो अब हामी त्यो च्यानमा सम्पटमाथि लिस्नो राख्छौँ 7वटा लिस्नो 7 तला र 5 तला होइन 9 तला 7 तला र 5 तला एउटा उँधो मुन्टे एउटा उँभो मुन्टे खुट्टापट्टिको चाहिँ उँभो तान्ने हो टाउकोपट्टिको चाहिँ उँधै दबाउने मर्नेको टाउकोपट्टिमा चाहिँ कति 5 ताले बिजोडी नै हुन्छ त्यो चाहिँ उँधै रह्यो भनेपछि त्यो थुत्ने चाहिँ जुन खुट्टापट्टिको ल्याछा भन्छ ल्याछा चाहिँ त्यो चाहिँ लावा त्यतिखेर चाहिँ मावि नि चाहिन्छ कि दुवाङमीहरूले नि दुवाङमीले बोल्दा हुन्छ त्यो मावि नि मागपै चाहिन्छ भन्ने त्यति हुँदैन खुट्टापट्टि हामी लिस्नो राख्छौँ होइन खुट्टापट्टि 7 ताले लिस्नो बनाएर राख्छौँ यो भनेको चाहिँ त्यो चाहिँ थुत्नेको लागि हो कि त्यो चाहिँ के हो भन्दाखेरि आज हाम्रो नाना नानी बाल बच्चा शाखा सन्तान भावी सन्तानको नाना नानीको लावाभित्र बस्छ भनेर लावा रोगो भन्दै तान्नुपर्छ नि त नजाओस् है आज उसको मर्ने त गयो उसको त माथि सिरानमा राखिहाल्यो होइन तल भएको चाहिँ अब मेरो नाना नानी नाता नातिना सबैको लावाहरू यो मर्नेको साथमा नजाओस् है भनेर रोगो भन्दै सामेत र उसको नाम बोलाएर तानिन्छ भने चाहिँ त्यो चाहिँ हाम्रो बाँच्नेको हो लावा बोलाइन्छ त्यो लावा बोलाएर अनि अब त्यो जब लाउने बेलामा लावा खुवाउँछ नि त यस्तो पोखामा अब सबै लगेको छ भनेर सबैको लावा लाउँथ्यो नि त अब हाम्रो पुरानो अहिले पनि त्यस्तो हराउँदै गयो र पनि यहाँ गर्नेले गर्नुहुन्छ यहाँ गर्दो रहेछ भने त्यो 7वटै त्यो लिस्नो तान्दा पनि 7 ताले लिस्नो तान्दा पनि लावा रङ्ग्री चाहिँ उहाँको पाछा समेत नाम चाहिँ उसको पनि पुकार्नु पर्यो बोलाएरै तान्नु बोलाउनु पर्यो जुन आत्मा मरेर गयो बाँच्नेको लावा दिनु है भनेर चाहिँ आफ्नो शशी मुन्दुबाट माग्नु उसको पनि नुङ सामेतहरू उसको पनि बोलाउनु पर्यो बोलाएर तिमी मरेर गएको है आज हामी बाँच्नेको लावा दिनु भनेर आफ्नो दुमबाट बोलाउँदा अब जानेको छैन आफ्नो भाषाबाट बोलाउनु भनेपछि त्यो 7 तालेलाई मात्रै हामीले चाहिँ प्राथमिकता दिनु पर्यो त्यो 5 ताले त उसकै नाममा भएको ठाउँमा त्यो चाहिँ हुँदैन त्यो चाहिँ उँधोमुन्टे हुन्छ त्यो उँधोमुन्टे हुन्छ टाउको पछाडिपट्टिको उँभो फुर्का हुन्छ होइन बुबु त्यो लावा तानेको बाँच्नेको फुर्का उँभो हुन्छ मर्नेको उँधोमुन्टे त्यो चाहिँ जुनै पनि ताला बाँसकै भयो अथवा जेको पनि हुन्छ हरियो सिटासिटीको बाँसकोदेखि लिएर हरियो सिटासिटीको हुन्छ सर्ट खिचेर एउटा मर्नेको उँधो मुन्टे टाउकोमा बाँध्नेको उँभो फुर्का मर्नेको फुर्का उँधो त्यो बुझिराख्नु मर्नेको शिरपट्टि राखिन्छ बाँध्नेको पाउपट्टि राखिन्छ निक्लिने चाहिँ तलबाट त्यो पाउपट्टिको चाहिँ अब फुर्का उँभो फर्काउनुपर्छ यहाँ पनि म अलिकति मैले देखेँ अलिअलि देखेँ त्यो पाउपट्टि जानेको त्यो अब हाँगा छोटा काटिँदाखेरि होइन एउटा अब जे बाँसको टुप्पो काट्यो अरे बाँस काट्यो अरे फेदपट्टि र अब यसो र उकालो हुन्छ नि त यो टुप्पोपट्टि त्यो पलाएर उको जाने अनि त्यो अब काटेको अब त्यो यो टुप्पो त अब यसो मुदो पाऱ्यो भने अब त्यो पनि त छुट्याएर राख्नु पर्यो होला नि त मान्छेले त्यो राखेको मैले देखेको छु है कुनै त्यो टुप्पोवाला उँधो जानेपट्टि बनाएको त्यो चाहिँ मर्नेको हो अनि त्यो बीचको भाग मुनिको चाहिँ बाँच्नेको उँभो हुन्छ उल्टो हुँदैन बाँच्नेको उँभै हुन्छ फुर्काम उँभै फर्काएको हुन्छ
हो यो कुरा मैले हो बुझेँ। अन्तरले भनेको राइट हो अब त्यो हो, हुन्छ यो। नि, अब बाँसको ऊ बिचरा त मरेर गयो ऊ त पृथ्वीमा दबियो त्यो त्यसलाई त टुप्पोलाई- उँधो फर्काउनु पर्छ। उँधो फर्काएको देखेको छु। उँधो मुन्टे हुन्छ अब बाँच्नेको चाहिँ अब त्यो चट्टाइ काट्दाखेरि त्यो उँभो पलाउने टुप्पो गर्दै टुप्पो चाहिँ उँभै पार्नुपर्छ उभै पार्नु हो त्यो त्यो त्यतिखेर त्यो खुट्टा त लावा रङ्गी लावाहरू त्यो निकाल्दाखेरि चाहिँ त्यो मर्नेको सामेत चाहियो होइन त्यहाँदेखि अब है आइडाङ्गा चाहिँ आमको आमची मोडाङ्गा बुवा आइ चाहिँ मोडा आम छा नामी आम नामी छा छा छाची आम नाता नदेन अब भनौँ अब हामी मर्छौँ छा जे चङ सोममान मो आम सोममान टुक्दा आइडाङ्गा चाहिँ आमको युङखा बुङ्गा वडा याङको नि आम मानाखा पाथीको वडाङा नाम त युङको नि आई 5 पन्चाउदो खोप्चो लामा आई वडा आम छाओ छङ आम वारङमी वातङ मियो छङ रङ्ग्री लावा लावा खाटमा त टोक्टुन कुममा त टोक्टुन सरीमा मुमा त टोक्टुन आइडाङ्गा चाहिँ आमको वडा याङको नि आम चिखिम पुवाउने उडा हाङछा लावा नम लावा तर खाना मोडा कुममा टोक्टुन अनका मलमलम्यो लावा छ मोडा युङमा त टोक्टुन सारीमा कोकुमा मागले सिसो आयो त लोलिसिन एउटा माबिमी कोबिम्या मागले छिने यारी मु याहान मु इडाल सारीमा कोकबुमा त यो मुयाङ रहेछ भनेर चाहिँ अनि त्यो लावाहरू सामेतबाट भनेर चाहिँ त्यसरी मुडा लावा लेटमा लुवा लेटमा भनेर लुवा लेटमा लावा लेटमा ला पनि रङ्ग्री पनि भन्दै लिस्नु चाहिँ निकाल्नु एउटा त्यस्तो बुढाले नि भनेको कथा हो कि अब त्यो तानिन्छ नि लिएर चाहिँ त्यो लिएर चाहिँ कहाँ त्यो लिएर चाहिँ भाँचेर फालिहाल्नु सकेको त्यसरी भनेर नि त्यहाँ अब सारीमा मुमा त टोक्निन् माकलले त्यो चाहिँ अब मर्नेको नामबाट अब त्यति अब त्यो थुत्यौँ होइन सबैको लावाहरू बोलायौँ त्यहाँदेखि अब त्यो एउटा माथि सम्पटमाथि त्यो चेनमाथि बढार्दो रहेछ नि त्यो बढारेर सबै अब घरतिर अब लाग्छ नि त अब लस्कर सबै मोलामिएर आउने जाने अब तिनीहरूलाई पनि फेरि पछि बुढापाकाहरूले होइन सबै मोलामीहरूको अथवा त्यहाँ आउने जाने जतिको चाहिँ लावाहरू अब बोलाउँदै आउँदछ नि पछाडि होइन टिको त्यो पनि हुँदो रहेछ नि त्यो क्रम त्यो पनि गर्नेले गर्छ हाम्रो जुन यो हाम्रो संस्कार संस्कृति रीतिरिवाजको बारेमा एउटा भलाकुसारी गर्ने मौका जुर्यो आज एकदमै र टाढो क्लिपल्यान्डबाट पालिदिनु हुने हाम्रा चन्द्रा खालिङ राईजी हुनुहुन्थ्यो यता हाम्रो द्वाङ आइतरा उहाँहरूलाई फेरि पनि आज यो किरात मुन्दुम स्टुडियोमा आएर हामी छलफल गर्ने एउटा मौका जुर्यो र यहाँको स्टुडियोको भाइ पूर्णा दुबी राईजीलाई पनि धन्यवाद र हजुरहरूलाई पनि फेरि पनि ल अल्लाङ्गे सेवा फेरि आउने दिनमा पनि हामी यसरी नै गर्नेछौँ भन्ने आज हामी बिदा हुन्छौँ। अल्लाङ्गे सेवा